ए यार हजुरहरूलाई ड्राइभिङ लाइनमा एकदम इन्ट्रेस्ट छ भने हजुरहरू आउनुहोस् न, किन आउनु हुँदैन? यति सजिलो छ बाहिर गाडी चलाउनु, यति सजिलो छ। हेर्नुहोस् मलाई, हेर्नुहोस् म भनेको एउटा एकदम सानो मान्छे, एकदम नर्मल मान्छे। मेरो उमेर भनेको भर्खरै 25-26 वर्ष पुग्यो केटा म भनेको। हेर्नुहोस् ठुल्ठुलो गाडी म चलाइरहेको छु, मैले सक्छु भने हजुरहरूले सक्नुहुन्न। त्यही भएर म हजुरहरूलाई भन्न चाहन्छु, हजुरहरूलाई गाडीमा इन्ट्रेस्ट छ, ड्राइभिङमा इन्ट्रेस्ट छ भने हजुरहरू आउन सक्नुहुन्छ गाडी चलाउनु। यस्तो ठुल्ठुलो टेलरहरू मलाई हेरेर पनि आउन सक्नुहुन्छ। म एउटा सानो मान्छे, एउटा 25-26 वर्षको मान्छेले त यत्रो ठुल्ठुलो टेलरहरू हेर्नुहुन्छ, यो सबै एकदम ठुल्ठुलो गाडीहरू। यत्रो ठुल्ठुलो गाडीहरू मैले चलाउन सक्छु भने हजुरहरूले किन चलाउन सक्नुहुन्न? हजुरहरूलाई यदि गाडीमा इन्ट्रेस्ट छ, ड्राइभिङमा इन्ट्रेस्ट छ भने मजाले आउनुहोस्, गाडी चलाउनुहोस्, राम्रो कम्पनीहरू आउनुहोस्। अनि त्यसपछि तपाईँ चाहिँ गल्फहरूमा छिरिसकेपछि तपाईँले गल्फको लाइसेन्स बनाइसकेपछि तपाईँले गल्फबाट एकैचोटि तपाईँले युरोप कन्ट्रीहरूमा चाहिँ तपाईँले ट्राई गर्न पाइन्छ। युरोप कन्ट्रीहरूमा जान पाइन्छ, जहाँ भने त्यहीँ जान पाइन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो कम्पनी। त्यही भएर महरूलाई रिक्वायरमेन्ट के गर्छु भने हजुरहरू आउनुहोस्, नडराउनुहोस्। यहाँ भनेको कम्पनीले मजाले गाडी सिकाउँछ, कम्पनीले चलाउन गाडी सिकाउँछ। डराउनु पर्ने केही जरुरी छैन। म एउटा सामान्य मान्छे, यति सानो केटाले त 10-12 वर्ष भइसक्यो बाहिर विदेशमा गाडी चलाउन थालेर भनेपछि हजुर किन डराउनुहुन्छ? आउन सक्नुहुन्छ। एकदमै राम्रो कम्पनीमा चाहिँ तपाईँहरूले आउनु होला। म त्यही भन्न चाहन्छु साथीहरू, म हजुरहरूको मिलिट्री बोय।